हेर्नुहोस्, यो हाम्रो नेपालको तपाईलाई धरानको चाहिँ प्राचीन बुढासुब्बा। आज हामी आएको छौँ। आज 28 गतेको दिन पूजा खुलेको छ। दसैँको शुभ अवसरमा आउनुहोस् होला। हेर्नुहोस्, खोइ उता कता राख्नु भएको छ आमाले। यो चाहिँ हाम्रो बुढासुब्बाको मेन हो। सो गाइस, तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ हाम्रो धरानको बुढासुब्बाको जो एकदम मौलिक हाम्रो प्राचीन मन्दिर हो। यो चाहिँ हो हाम्रो अहिले झर्ला नि। यहाँ देख्न सक्नुहुन्छ पारी अहिले ढुस्से लागिरहेछ। एकदम चिसो ठाउँ हो, जाडो हुन्छ।